हेलो बीएस थर्ड इयर स्टुडेन्ट्स। आज म बीएस थर्ड इयर टेक्स्टको ओल्ड इज गोल्डको च्याप्टर 14 को क्यारी फरवर्ड लसेसको 2082 क्वेसन नम्बर 17 को बीमा आएको क्वेसन सोल्युसन गर्दैछु। क्वेसन यस प्रकार छ। 9 वर्षसम्मको प्रोफिट लस दिएछ अनि 6 वर्षमा डोनेसन 50,000 दिएछ अनि के भनेको छ ट्याक्सेबल इन्कम निकाल्नु भनेको छ। ल हेर्नु सोल्युसनतिर लागौँ। फर्मेट चाहिँ यस्तो हुन्छ। क्यालकुलेसन अफ ट्याक्सेबल इन्कम फर कम्पनी पार्टिकुलर इयर हुन्छ। अब सुरुमा प्रोफिट लस लेख्ने। यहाँ दिएछ नि सेम त्यही लेख्ने। 2,60,000 दिएछ इयर 1 मा। इयर 2 मा 1,40,000 दिएछ। 3 मा 50,000 दिएछ। 4 मा 50,000। 5 मा 1,00,000। 6 मा 50,000। 7 मा 1,20,000। 1,10,000। 8,00,000। यहाँसम्म जस्तो त्यस्तै लेख्ने हो, के गर्नु पर्दैन। अब एडब्याक गर्ने डोनेसन दिएछ नि 6 वर्षमा, त्यसलाई एडब्याक गर्ने। ब्याक डोनेसन 6 वर्षमा दिएछ नि 50,000। के आउँछ एडजस्टेड प्रोफिट लस आउँछ। यहाँ 2,60,000 को 2,60,000 नआयो। 1,40,000 त्यति नआयो। यहाँ पनि 50,000। यहाँ पनि 50,000। यहाँ पनि 1,00,000। यहाँ पनि 50,000। यहाँ निल आयो है। किन आयो निल? 50,000 माइनसमा थियो, प्लस डोनेसन गर्दाखेरि माइनस प्लस माइनस हुन्छ, त्यही भएर निल आयो। 1,20,000। 1,10,000। 8,00,000। यहाँसम्म केही छैन। अब के गर्नु? लेस क्यारी फरवर्ड लसेज। क्यारी फरवर्ड लसेज इयर 1 मा इयरमा कति छ? लसेज 2,60,000 छ। यहाँ पनि लस छ, यहाँ पनि लस छ, यहाँ पनि लस छ। यहाँबाट घटाउन मिल्यो है 1,00,000। अब बाँकी कति रह्यो? 2,60,000 हो नि। 1,60,000 बाँकी रह्यो। यहाँ कति छ? 1,20,000। यहाँबाट घटाउन 1,20,000 2,20,000 हो। 40,000 बाँकी रह्यो। 40,000 यहाँबाट घटाउनु भयो। अब इयर 2 मा 1,40,000 छ। 1,00,000 यहाँ कति बाँकी रह्यो? 70,000 बाँकी रह्यो। 70,000। अब 1,40,000 मा 70,000 त घट्यो। अब 70,000 यहाँबाट घट्छ। 70,000 यहाँबाट घट्यो। अब इयर 3 मा कति दिएछ? 3 मा 50,000। 50,000। अब इयर 4 मा पनि 50,000 छ। 50,000 छ।
इयर कतिमा छ अब लस? शिक्षामा छ। इयर शिक्षामा 50,000 छन्। शिक्षामा पनि कति छ? 50,000 नै छ। सक्यो, यति नै हो। यहाँ पनि निलायो, यहाँ पनि निलायो, यहाँ पनि निलायो, यहाँ पनि निलायो, यहाँ पनि सबैमा निलायो। अब यहाँ कति रहन्छ? 8 लाख माइनस 70,000 माइनस 50,000 माइनस 50,000 माइनस 50,000। इयर शिक्षामा छैन है। लस इयर शिक्षामा निलाइसकेको छ। यो कति आयो? 7,30,000। 7 लाख होइन, 6,30,000। 8 लाख माइनस 70,000 माइनस 50,000 माइनस 50,000 6,30,000 आयो। अब यहाँ डोनेसन घटाउनु पर्थ्यो, तर यहाँ डोनेसन निलाया छ त केही घटाउनु परेन। यति नै आन्सर हुन्छ। हजुरहरूलाई सोल्युसन कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सनु होला। सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। धन्यवाद।